देशैभरि घन्टी पत्ती भयो गीत चाहिँ खतरा थियो कि त घन्टीको घन्टी टिनिनी सामन्तीको कान बजे रिनिनी भनेको भन्थ्यो साँच्चै बजाउनु त बजाइन्छले बजाउँछ फाड्छ ठुलमा यिनीहरूको त आन्द्रा दिन्छ नि के त्यो अरिङ्गाले रहेछ त्यसले छोड्दैन म पछि पछि ज्ञानेर यता आइज न हामीले तातो पानीले नि काट्यो गाईले गर्ने कि सकेर त्यो कम्बर म त छ त्यो रङ त डराउनु रमाइलो भइसक्यो कता त गयो नि अहिले ठिक छ ज्यान हालेछ अब पनि बिजुली त भएको छैन गइसक्यो यो चाहिँ भुत्लो के अलि सिनिक्कै जाँदो रहेछ त्यसो होइन त्यो सिस्नुले त वर्षमा एकचोटि जिउमा डाम्नु पर्छ सबै त्यो थरथर काम नै सबै जान्छ दबाई नै हुन्छ पर्छ नि हो रे खानेको छ पकाएर खायो भने झन् दबाई हुन्छ कहाँ त्यो त अहिले त त्यो नेपालीहरूले खाँदैन त पकाउनु खोज्नु पर्यो यहाँको गाउँकोले खाँदैन काठमाडौँकोले खान्छ खायो अस्ति 2-3 थाक मैले खायो अस्ति गर्नु छाकै बिच कराई भयो त्यो त पेटको त अनि दबाई नै हो अरे हड्डी खुड्डीको लागि तपाईँको यो जोर्नी सोर्नीदेखि लिएर सबै लागि धेरै काम जिउ दुख्ने म त खालि अब थाकै बिच खाने हो त्योभन्दा नि सुगर प्रेसर रे एकदम म नै खानु मन भयो खोजेर त चिया खुवाएको भात हुनुपर्छ ऊ त छ कि छैन त्यो त फुसुर बारतिर छ सिस्नु छ नि यहाँ त अब त उयो गर्यो त प्रेसर पनि खरानी सरी हालेर खरानी गर्नु पर्दैन त्यसरी त खरानी दल्दै अलिक पेसा दल्ने पछि हो र हो त्यो पनि हुन्छ बाँकी त्यो मासु छुट्टै दाल छुट्टै भात छुट्टै पकाएर खाने त एउटै पेटमा जाने हो नि केले छुट्टै पकाउनु सबै एकैचोटि पकाउँदै हुन्छ खिचडी नि झ्याउ एकैचोटि मुख पेटमा जाने त भन्ने त्यो त स्टाइल मात्रै हो मामा बनाउने स्टाइल अचार पनि रहेछ पानी हाल्नु मैलो जाओस् त मर्दैन बेसी मायालाई अझै पहेँलो भइहाल्छ सरी हो अब खसी भयो नि काका खसी प्रेसर पनि लोकल रहेछ गएर पुरा लाग्यो र त्यो पकाएको भन्दा यो दामी रहेछ हुन्छ मसाज चाहिँ गर्नुपर्छ अलिक बढी यसलाई भयो सफा खरानीले हुन्छ नि त यो त त्यसको रोग किटाणु पनि गयो खरानी मार्यो टाउको खुर्किँदै हुनुहुन्छ अनि मेरो बाटो छ खरानी राख्नु पुरै त्यो पकाएको नै झन् बिगार नपकाइकन हाल्नुपर्छ यहाँतिर सही त्यो त अलिक त्यो भाँडा मसाले जालीले चिप्लो चिप्लो भएर बस्छ त्यो बोसोमा भयो बोसो निस्केर पल्टाउनुपर्छ एकचोटि यहाँ अलिकति यहाँ हो जस्तो अब चाहिँ के गर्ने ल
अनि तर पनि पानी हाल्नुपर्ने कि एकताल उठाएर पानी हाल्नुपर्छ आन्द्रो त्यही झिक्ने हो ल ठुलमाम यो त हामीले फर्नु जान्दैन कसले पर्छ त यो त ऊ ठुलमामाले थाहा नहुनु तपाईँ भेटेन एकमुख बेचेन खाएन नि हुन त प्रेसर आयो हुनुले ठिक्क छ काटेको साइडको काट्नु पर्दैन होइन सुगर प्रेसर मात्रै छ यो सुगरलाई यो त मोटो काटेर के गर्नु सुगर हो कि प्रेसर यो तपाईँ पोलेर खानुहोस् न नुनसँग हल्का नुन हालेर कि बोइल गरेर खानु केही गर्दैन हो त्यो चाहिँ हो त्यो त वर्ष कटिहाल्छ त्यो आगोले होइन कटिहाल्छ त्यसको मेन पावर चाहिँ बोलेर खाने मेरो यति पकाएर खाँदा पनि तपाईँको पानी हालेर पुरा त्यो तेल निकाल्दै होइन अनि सबै फ्याँक्यो भने तपाईँको त एकदम दामी हुन्छ नि काट्नु नि यो त लिएर आउनु रक्सीको बोतल यो त अहिले हामी खाने हो नि तरकारी बनाएको खाने क्या दाइहरूलाई त्यस्तो भन्नु चलन छैन झुल्दाले सोध्नु अहिलेसम्म मैले त्यस्तो होइन बढी बोल्यो भन्ने छ त बढी बोल्यो भने दाइलाई मात्रै भनेको होइन बढी बोलेपछि जसले नि खाने भयो फेरि तपाईँको भाइले त सबै हेपिसकेको छ ठुला भत्ता सत्ता पनि मैले पाएको छैन हाम्रो भत्ता आउँदैन खै कहाँ गएर रक्सी भाइ अब त्यसैभरि घन्टी बत्ती भइगयो अरे त्यसैभरि घन्टी बत्ती भयो अहिले त्यो अरिङ्गाले रहेछ त्यसले छोड्दैन म पछि पछि टुङ्गो राख्ने स्टाइलको पो बनाउनु हो त तपाईँ यो त काट्नु पऱ्यो अहिले पाक्यो होला त्यो पिता अहिले फाल्नु पाक्दैन त पाकिहाल्छ त्यो जति खै पित्त है सबै कुहाउँछ अनि त्यो आउँछ बाँच्यो नि 1500 नि बाँच्यो नि यो पिस एकदम करङ मिलाएर जोडले लाउँ त ल यता पठाउँछ है खुट्टातिर आउला हुन्छ हुन्छ होला दालतिर चाहिँ कति बाक्लो ठिक छ खाने हो भित्र मासु पनि छ नि यहाँ भित्र फलमा छ नि हो कस्तो बाग्लो यो भरि काट्नु त त्यो त घटिदिएर छैन ठुलो हुन्छ है त्यत्रै पार्नु त्यो ठुलो हुन्छ यो हो त्यही त तिमीले काटेको जत्रो काट्नु म त भयो नि त पुगेन भने अहिले भयो कि यो अब यही नपाइले काट्ने किन नाप्नु अलिकति यता सानो होइन आइहाल्छ नि त्यो त नाप्नु पर्दैन कि उति साउन साइज गिलन थाहा है हो खोकुर चालु लाग्ने भन है ठिक पाइप गाठी खानुपर्छ यो काँक्रो चिराइ हो कि ए जब हाम्रो बुङ्गुरो काट्यो भने हामीले काँक्रो चिराइ सिधा आएन क्या चिरेको सिधै छ क्या अहिले लागेको थिएन लागेको छ यो खुरा ठड्याउनु पर्छ भनेको अब तोकचोक राख्ने एकछिन आराम गर्नु त यो चारजना कहाँ ठड्याउँछ यहाँ ठाडोबाट डङ डङ हान्ने सिधै हो त्यसो सिधा भएन क्या तात्ता ल एकदम ठिक छ केही हुँदैन यो तानौँ न त उता तपाईँ तान्नु त यो त चिडे जान्छ हामी तान्दै जान्छ काँक्रो चिरै हो क्या अब उता हो अब मिलाउनु जाऊ आफै घरमा जाऊ छोरा घरमा जाऊ चिची खानुपर्छ अब चिची खाने हो अरे मोमो बनाउने यसको यति खालको जोक 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 अहिले ल भने घन्टी बजार मान्छे 21 सिट ल्याइसक्यो मलाई चाहिँ अब किनभने पार्टी सबै छाएर घन्टीलाई ल भन्छ रहेछ गीत चाहिँ खतरा थियो कि त्यो घन्टीको घन्टी टिनिनी सामन्तीको कान बजे रिनिनी भनेको भन्थ्यो साँच्चै बजाउनु त बजाइन्छ बजाउँछ फाँड्छ ठुलमा चलाउन पानी मलाई पुग्छ भन्छ
उठौँ त अनि त्यसमा दिन होइन यहाँ घन्टी चलाउनु पायो भने त्यो धुवा फुसफुस निकाल्छ फोटो खिचेर पहिला उसले पुरा चालिसकेर प्रोसेस चालेको उसले त काम गर्नु मात्रै बाँकी छ लेखितम भइसक्यो कि त्यसको उसै लड्छ पत्रकार मान्छे सबै ऐना हेर्छ सर्लङ्ग उसकै हातमा छ यसलाई तपाईँको नपुग्दा पनि यसले खुस्काउँछ खुस्किहाल्छ नि तपाईँको त्यो अरू त्यो नेता सब कामिसक्दै हो जितेपछि उनीहरूले पाइयो भने ल्याउनु नभए नल्याउनु Thiêu này.